खास तपाईँको नाम चाहिँ हर्कराज राईको सट्टा विरोधराज राई राखे भए एकदमै राम्रो हुन्थ्यो। उहाँको कामै विरोध विरोध र विरोध। अब क्यूआर को कुरा गर्दाखेरि त हैन तपाईले पनि सहयोग गर्नु, हिसाब चाहिँदैन रे, तपाईले पनि सहयोग गर्नुस्। कौन है ये लोग, कहाँ से आते हैं? आन्दोलन पछाडि तपाईलाई प्रधानमन्त्री चाहिएको थियो, त्यो पनि भएन। त्यो भएन भने मन्त्री चाहिएको थियो, त्यो पनि पाइएन। अहिले सांसद भए पछाडि तपाईलाई त्यति बेलाको आफ्नो साथी जसले तपाईलाई धोका दियो, त्यो बालन शाह प्रधानमन्त्री भएको तपाईलाई मन परेको छैन। राजेश पाल राई प्रधानमन्त्री यदि भयो भने पनि हैन, हर्क साम्पाङ राई सांसद छ भने त्यही प्रश्न उठाउँछ। तपाईको मुख नै तपाईको पार्टी, तपाईको बोली नै तपाईको चाहिँ सबै घोषणा, तपाईको पार्टीमा चाहिँ विधि चाहिँदैन। कस्तो भन्नाले विधि छ नि त्यहाँ, किन तपाईले मेयर पनि तोक्दिने यहीँबाट, कुनै विधि नचाहिने। कसले तोक्ने त, त्यो त मेरो घरभित्रको कुरा। तपाईले तोक्ने हो त। तपाईँ कहाँ पुग्नुभयो भने तपाईँ त वैकल्पिक राजनीतिक शक्तिको उदयका रूपमा आएको नि। तपाईँ त हिजोका पुरातन शक्तिहरूबाट यो मुलुक बनेन भनेर आएको नि। धरानमा वर्षौंसम्म मानिसहरूलाई एउटा सपना देखाइयो, सामान्य आधारभूत आवश्यकता पानी पनि खुवाएनन् भनेर आएको नि। तर त्यो मान्छे अहिले जसले गरेनन् भनेको तिनीहरूसँगै काँधमा काँध मिलाएर नयाँ शक्तिका विरुद्ध नारा लगाइरहेछ। त्यस्तो छैन नि, कसले भन्यो काँधमा काँध मिलाएर भनेर। प्रधानमन्त्री आइसकेपछि फेरि रक्षा मन्त्री माग्नुतिर लाग्नुभयो होइन तपाईँ? तपाईँलाई थाहा छ रक्षा मन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्रीको काँधमा छ। त्यो भएर मलाई सबै कुरा थाहा छ नि। त्यहाँ त्यो बाटो खोजेको होइन, तपाईँले जसरी पनि प्रधानमन्त्रीलाई घुमाएर ल्याउनु खोजेको। प्रधानमन्त्री आउनु पर्यो, रक्षा मन्त्री आउनु पर्यो, को आउनु पर्यो, आएर जवाफ दिनु पर्यो। सुन्नु न, गाली गर्नु नपाएर फित्रिक फित्रिक हुन्छन्। एक दिन मैले स्टेटस नलेखौँ त है, 2 दिन लेखेन भने त तपाईँको चाहिँ नि खुस्किन्छ तिनीहरूको त। कौन है ये लोग, कहाँ से आते हैं? लिनुभएको गर्दै हुनुहुन्छ भने त्यसको त हिसाब देखाइदियो भने त किन देखाउँदैन? पारदर्शी भयो नि। किन देखाउँदैनौँ हामी? सबै देखाइरहेछौँ नि। अहिलेसम्म तपाईँको यत्रो हामीले श्रमबाट चाहिँ दुनियाँभरको चाहिँ सम्पत्ति जोडिदिएका छौँ सरकारलाई, नगरपालिकालाई, त्यसको पुरै हिसाब देखाइरहेछौँ नि होइन। तर ती फटाहरू, ती जोकरहरू जसले 1 रुपियाँ तपाईँको चाहिँ के अरे होइन सहयोग गरेको छैन, त्यसले दिन रात अहिले दिने कुरा छ र, दिने कुरा छ र। ती फटाहरूले कति तपाईँको चाहिँ सहयोग गरे है? तिनीहरूले जहिले भन्यो तैले देखाइराख्ने कुरा हो र त्यो चिज। उहाँ अठेर गरिरहनुहुन्छ, प्रधानमन्त्रीलाई तानेर ल्याउने अब चलन छैन होइन। तर उहाँ नआइन्जेलसम्म म आवाज उठाइरहन्छु। तपाईँको इगो चाहिँ जेएनजी आन्दोलन पछाडि तपाईँलाई प्रधानमन्त्री चाहिएको थियो, त्यो पनि भएन। त्यो भएन भने मन्त्री चाहिएको थियो, त्यो पनि पाइएन। अहिले सांसद भए पछाडि तपाईँलाई त्यति बेलाको आफ्नो साथी जसले तपाईँलाई धोका दियो, त्यो बालन शाह प्रधानमन्त्री भएको तपाईँलाई मन परेको छैन।